Hello everyone, welcome back to my mini vlog. So अहिले चाहिँ म जाँदैछु, आज चाहिँ मेरो होलिडे हो है। अब चाहिँ म तेल अभिभ जाँदैछु, त्यहाँदेखि उता चाहिँ दिदीलाई भेटेर हामी एउटा जग्गा जाँदैछु। तपाईहरुलाई पछि शेयर गर्छु कहाँ जाँदैछु, हेर्दै गर्नुहोस् होला अन्तिमसम्म। सो म चाहिँ यहाँ बस पर्खिरहेको छु। बमिट आउँछ भनेर मैले चाहिँ छुर्पी खाइरहेको छु हो। अन्त अहिले बसमा चढिसकेर म तपाईहरुलाई देखाउँछु। सो गरम भइरहेको छ, जाडो पनि छ, गरम पनि छ, त्यही भएर मैले चाहिँ हाइनेक र हाफ ज्याकेट लगाएको छु। यहाँ चाहिँ जुत्ता लगाएको छु। सो अहिले भेटौँला, बाई बाई। अहिले चाहिँ म बसमा बस पर्खिरहेको छु। यस्तो छ आजको वेदर चाहिँ। अन्त मेरो साथी चाहिँ यहाँ छ। सो फेरि अहिले भेटौँला। अहिले चाहिँ बसमा चढिसकेको छु र बसबाट चढिसकेर म तपाईहरुलाई देखाउने छु। गर्न पर्ला र अहिले चाहिँ म पुगिसकेको छु तेल अभिभ है। अनि अब फेरि हाम्रो नेक्स्ट स्टेसन छ, अब फेरि हामी अर्को जग्गा जानुपर्ने छ, हेर्दै गर्नुहोस् होला। हामी चाहिँ सिरुतमा चढेर पनि अहिले चाहिँ जाँदैछौँ हाइफा है। अब यहाँबाट चाहिँ फेरि हाम्रो अर्को भोलिको टुर छ, आज बिहानको भनौँ न 3 बजेको टुर छ। सो हामी चाहिँ जाँदैछौँ अहिले हाइफा। सो हामी चाहिँ हाइफा पुगेर पनि खानासाना खाइसकेको थियौँ र एकछिन बाहिर छतमा निस्केर हेऱ्यौँ। यति दामी देखिरहेको थियो, यति दामी देखिरहेको थियो। हाइफा चाहिँ दामी छ अरे, तर म चाहिँ घुम्नु कहिले गएको पनि छुइनँ र यो पालि जाँदाखेरि पनि भ्याइनँ। यात्रा सुरु हुँदैछ, सुरु हुन जाँदैछ। सबैले रमाइलो गरौँ है। ल धन्यवाद। अहिले चाहिँ हामी जाँदैछौँ, बसमा चढिसकेको छौँ गाइस। बाहिरको यो हामी चाहिँ जाँदैछौँ गाइस। वाउ, भ्यू चाहिँ वाउ रहेछ हैन। אם הרעיון שלכם כבר קיים בווריאציה כזאת או אחרת בשוק, זה אפילו עשוי להיות סימן מעולה לכך שלרעיון יש התחרות ישראלית. וואו, היכן שיש תחרות, יש גם לקוחות. אנחנו באניה נלווה אתכם צעד אחר צעד, משלב הרעיון, דרך בדיקות... नमस्कार सबैलाई। हामी हार्मोनमा ल्यान्डिङ हुन जाँदैछौँ र सबैभन्दा पहिला हाम्रो विमानको बारेमा तपाईहरुलाई जानकारी दिउँ। हाम्रो विमानमा दुईटा द्वार छन्। हाम्रो विमानमा दुईटा द्वार छन्। एउटा द्वार अगाडिपट्टिबाट खुल्छ, एउटा द्वार पछाडिबाट हुन्छ। त्यहाँदेखि हाम्रो तपाईहरुलाई अक्सिजनको मात्रा कम्ती भयो भने माथिदेखि अक्सिजन झर्नेछ। भने माथिदेखि तपाईहरुको मास्क झर्छ। अनि तपाईहरुले विमानको सिटको पेटी बाँधिदिनु होला, किन भन्दाखेरि हामी झर्दैछौँ। अब 10 मिनेट भित्रमा हामी झर्नेछौँ र विमानको पेटी कस्सेर बाँधिदिनु होला। विमानको हैन, आफ्नो कमरको चाहिँ। सुनेगा ले बेटा, इसका सुनेगा फरमाइश रेडियो फरमाइश। किरिसका गाना लु एकपल्ट भन्दिया नि त। किरिसका सुनेगा दिल ने दिया। अन्त सक्छ ले बेटा, दिल ने दिया। अन्त न बोलो क्या किया। ले बेटा किरिसका सुनेगा। दिल ने दिया, दिल ने दिया। अब बोलो न क्या किया। ले बेटा, आखिर दुनिया में
दिया घर प्यार न किया तो क्या किया ले बेटा के दुनिया मैं दिया घर प्यार न किया तो क्या किया दामी 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 ओए हामी चाहिँ आइपुग्न आँट्यौँ क्या दामी देख्दै क्या म चाहिँ यहाँ ड्राइभर अङ्कलको छेउमा बसिरहेको छु वाउ काश्मीर भन्दा कमको त छैन रहेछ है यसबाट निकाली जा बाहिरबाट खिच भनेको छ खिच्दैछु म चाहिँ वाउ मेरो चाहिँ बस्नु पछि हिँड भनेको छ सो म चाहिँ यहाँ चाहिँ खेल्दै पनि रहेछ यो वाउ क्या दामी हो क्या वाउ वाउ अनएक्सपेक्ट गरेको जग्गा एकदम दामी म पनि सुत्दैछु मलाई हिस्काउँदै पानी जम्दै गरेछ आइसपिक लिएर पानी भनेको यो चाहिँ हाम्रो ब्रेकफास्ट टाइम हो है हामी चाहिँ वरिपरि दिदीबहिनी बसेको छौँ खाना आँटेको अब यसमा चढ्नुको लागि के भन्छ घिर्लिङ भन्छ इङ्ग्लिसमा केबल कार अनि ट्विन पनि भन्छ ट्विन लो यो सबै त्यही हो अरे है म चाहिँ के भन्छु केबल कार भन्दै होइन अब यहाँ त रोफीहरू भन्यो भने त डक्टर भइहाल्छ सो त्यही भएर म चाहिँ केबल कार भन्दै हो हामी चाहिँ लाइन लागिरहेको छु अहिले चाहिँ हामी घिर्लिङमा चढ्नु आँटेको थियौँ सो भ्यू चाहिँ यति दामी भ्यू देख्दै थियो कि के भन्नु र अहिले चाहिँ हामी हिउ भएकोमा छौँ यसो स्केटिङहरू गर्दैछ तर हाम्रोमा चाहिँ सामान छैन सो नगर्ने सो म र दिदी चाहिँ चढ्यौँ यसमा है अरू पनि निकै हालेको थियो यति दामी भ्यू देखेको थियो यति दामी देखेको थियो हरेक जग्गामा कति राम्रो देख्यो मलाई चाहिँ स्वर्ग नै आइपुग्यो जस्तो लाग्यो क्या ए होइन एकैछिन दुईजना सब दि त्यो काम गर्ने जुत्ता लगाइकन आएको रहेछ नि स्टिल हुनेवाला म पनि त्यही लगाएर आउनु पर्ने रहेछ चिप्लिँदो रहेछ हामी चाहिँ फर्किसकेको छौँ गाइस बसमा चढिसकेको छौँ सो सिन चाहिँ आज कस्तो थियो एकदमै मजा आएको थियो बाई बाई माउन्टेन हार्मन माउन्टेनहरू अब चाहिँ ट्रिप सकेको लास्टको खाना अब चाहिँ हामी जान्छु यहाँ दिउ हुन्छ म यहाँ छु सो अब चाहिँ खाएर हिँड्ने हो र अहिले चाहिँ टुर सकिसकेको थियो सबैजना आफ्नो आफ्नो घरतिर लागिसक्नु भएको थियो र मलाई दिदी पनि आफ्नो घरतिर लाग्यौँ है सो हामी चाहिँ खाना खानु बस्यौँ त्यही भएर ढिलो भयो र यो पिक्चरहरू चाहिँ किन राखेको भन्दा चाहिँ पछि कोही बेला अब याद आउँदाखेरि चाहिँ हेर्नुको लागि सो आजको ब्लग चाहिँ यति नै थियो थ्याङ्क यू सो मच फर एभ्रिथिङ है हामीलाई लाने हुने दाजुहरूलाई र धेरै धन्यवाद बाई बाई